हेलो वेलकम आवर लाइफ मेरो लाइफसम्म हजुरहरूलाई धेरै धेरै स्वागत छ। ल को हुनुहुन्छ अब साथीहरूले बोलाइहालौँ फेरि। को हुनुहुन्छ ल आउनुहोस् आउनुहोस् लाइभमा कुराकानी गरौँ, एकअर्कालाई सपोर्ट गरौँ भन्दै यो लाइफलाई अगाडि बढाउनु पर्यो भन्ने कुरो हो। खोइ त कोही पनि हुनुहुन्थ्यो। ओहो एम को हुनुहुन्छ एम? के गर्दै हो के गर्ने यार, जिन्दगी झन्ड छ। जिन्दगी झन्ड छ। अनिसाजी हेलो अनिसाजी, हजुर कहाँबाट हुनुहुन्छ? कमेन्टमा विशेष आफ्नो ठाउँको नाम चाहिँ लेखिदिनु होला र विशेष फलो पनि गरिदिनु होला। हामीले पनि हजुरलाई फलो ब्याक चाहिँ जरुर दिनेछौँ है। अनि अरू सुनाउनुहोस्, खाली हो क्या? के छ त? खाली छु यत्तिकै रमाइलो सही हो, रमाइलो गर्नुपर्छ नि त। के गर्ने त्यही हो, रमाइलो गर्दै कोही पनि छैन नि यार। सो बोलाउनु कोही छैन बोल्ने। कोही छैनन् रे दादा। हाम्रो ए हुनुहुन्छ नि, ए बी नभए पनि ए चाहिँ छन्। हजुर, ए बी सी डी को हुनुहुन्छ ल आउनुहोस्। अरे दादा कहाँ गइन? के आउँदैन हो? +C ओहो के गर्दैछस् त? नास्ता खाइस्? आज म भातै खाएन यार। कहे बे? आज म दही खिर खाएर बसिरहेको। किन आज व्रत छ क्या तेरो? होइन, भात पकाउनै मन लागेन यार। आज झ्याउ लाग्यो, अब एकैचोटि साँझ खाने हो। है झ्याउ लाग्छ यार एक्लै यो खान। पनि बढिया भयो त। झ्याउ लाग्छ के? लाग्छ के गर्ने? अब झ्याउ एकैचोटि लाग्छ यार। हो त। कैसे होई गाउनु न यार तोरी। कोही छैन रे, मलाई कोही हुँदैन यार। होइन, राखेँ कोही छैन। बोलाए यसो गफसप हानौँ हामी पनि। अरे मलाई शर्मिला जी थे 11 ना, एकदम झगड़ा गया। बिन्दु चौधरी, हेलो बिन्दु चौधरी, कहाँबाट हुनुहुन्छ हजुर? हजुरहरू कहाँबाट लाइभ हेर्दै हुनुहुन्छ? विशेष प्रकारले हजुरहरूलाई स्वागत छ र कमेन्टमा हजुर कहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो ठाउँको नाम पनि लेखिदिनु होला र फलो पनि गरिदिनु होला है। फलो बढाउँदै बस्दै गर्न पर्यो, के गर्ने तेरो होइन? सविता, हेलो सविता, नाम त कति मिठो रहेछ सविता। कोही आउँदैन त यार। कुराकानी गर्ने भनेको हो। अनि फलोवर्सै नरहेछ नि त। कति भयो ट्युसन भयो? घामकै डबल पानी पर्दा पानी वर्ष त घाम कहिले रहेन का? पानी आधा का पानी वर्ष त ये नका शीत हो वे तंदनी शीत वाला। हिउँदे पर्दा हिउँ त नहीं पर्दा दादा। क्विक इन्भाइट
यसमा पनि कोही छैन त ए राम 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 कैसे हो दादा सन्तोषी थारू हुनुहुन्छ वेलकम सन्तोषी थारू ये पर यार कति कहिले परि खै कोण कन्टिङमा त कोण नाही बघा बिहा गरे सो इन्भाइट कर आउनु न यार रूपा अँ, हेलो रूपा कहाँबाट हुनुहुन्छ कमेन्ट गरिदिनु होला बोल्न मलाई माथि आउनुहोस् म इन्भाइट गरिहाल्छु आउनुहोस् आउनुहोस् हजुर आउनुहोस् आउनुहोस् माथि आउनुहोस् हो निरुजी आउनुहोस् माथि आउनुहोस् हेलो हेलो निरुजी एउटा दुईवटा कमेन्ट पनि गरिदिनु होला आउनुहोस् निरुजी माथि आउनुहोस् हाम्रो भाइ राजा छन् भुषाल भाइ ओहो भुषाल भाइ ए हाम्रो भुषाल भाइ पनि आएछन् ल बढिया बात हो हेलो भुषाल भाइ के छ ठिकै छ तपाईँको सुनाउनु के छ खबर ठिकै छ भाइ राजा कहाँ हो तिमी कहाँ हो खास कता ड्युटीमा अघि ड्युटीमै छु भाइ यार ड्युटीमै छु सुस्मिता राणा मान्छे कति भयो? कुन्तीश्वरी फलो गरिदिनु होला विशेष फलो गरिदिनु होला कहाँबाट हुनुहुन्छ कमेन्ट पनि गर्नु होला छैन मान्छे छैन छैन हेर यस्तो पानी परिरहेको बेला के मान्छे आउँथ्यो र यस्तै हो मान्छे खासै आएन आजभोलि छैनन् आउँछन् आउनुलाई अब यस्तो मौसममा के बाहिर निस्किन्थ्यो र मान्छेहरू के गरिरहेछौ त कहिले हो यार मेरो ट्रायल पारिदिने तिमीले यार लाइसेन्सै आएन क्या यार यत्तिकै बाइक मात्रै त्यो भयो यार मेरो त ध्यान छैन तपाईँभरि हँ? मेरो त ध्यान छैन टाइम छैन के भयो कहाँ हो खास म त घरै छु कहाँ आउने र खुलेको छैन अझै खुलै छैन है नै जेन्जीले गर्नु गऱ्यो भनेपछि तिमी पनि त जेन्जी हो यार म खोल्छु एक्लै खोल्छु भन न हेलो हेलो हाम्रो नयाँ साथी एक दिन गएको आकृति पुरै बन्द चौधरी थियो फेरि फर्केर आएको है किन त्यस्तो भयो त यार बिहिबार गएको पुरै सुनसान के पुरै बन्द भयो पुरै सुनसान थियो फेरि फर्केर आएँ अस्ति त गएको थिएँ त म यो बाइकको नाम सारी गराउन त्यति बेला त खुलिआएको थियो त हेलो हेलो हजुरको नाम नरहेछ लाइसेन्स पुरानो लाइसेन्स मात्रै बाँड्यो अरू त केही पनि गरेको छैन कि है मैले नाम सारी गर्न गएको थिएँ क्या म त लाइसेन्सै पाएको यार आफ्नो लाइसेन्सै पाएनस् यार 2.5 वर्ष भयो यार त्यो कारको के मैले 2.5 रिन्यू वर्षमा आउँछ त अनि 5 वर्षमा होला नि होइन मैले त्यो त 5 वर्ष कटाएर रिन्यू भइसक्यो कि मेरो केही नै आयो छैन रिन्यू गरेको अझै आएन होला होइन हजुर सरिता बिसी गुरुङ मनु फलो गरिदिनु होला है हजुरहरूले फलो गरिदिनु होला आँखामा कुनै पनि प्रकारको समस्या भए पनि बुटो लाइन चाक अस्पतालमा सम्पर्क गर्नु होला के भनिदिन्छ होइन सही हो, सही हो। के भन्ने है डिस्काउन्ट गर्छ डिस्काउन्ट छ डिस्काउन्ट यहाँ आउने बित्तिकै म डिस्काउन्ट गरिदिइहाल्छु 90% डिस्काउन्ट अघि 90% म 100% डिस्काउन्ट गरिदिन्छु बन्धु थारू हेलो 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 बन्धु थारू मनकी देवी मन सबैले फलो गरिदिनु होला है ल हजुर कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ विशेष आफ्नो ठाउँको नाम पनि कमेन्ट गरिदिनु होला फलो गरिदिनु होला फलो ब्याक गर्नेछौँ पुष्पा चौधरी वेलकम छ पुष्पा चौधरी देवी सुनारलाई पनि धेरै धेरै वेलकम छ
खतरा बोलिदिन्छु जस्तो लाग्छ है बेला बेला त होइन र खतरा लेजेन्ड गजब। लेजेन्ड के फेरि फेरि उल्ला देखाएर कुल्ला चढाइदिएला फेरि सम्झना चौधरी हेलो हेलो सम्झना चौधरी कहाँबाट हुनुहुन्छ हजुर फलो गरिदिनु होला बोलाउने यार तिमीहरूले पनि एक दुईजनाले यार कति बोलाउने यार मैले मात्र यार बोलाउ बोलाउ दुई चारजनालाई बोल्नु त दाइले चिनेको होला नि त बोलाउनु न ती हँ? त्यो त दाइले चिनेको होला नि त बोलाउनु न हजुरको साथीहरूले यत्रा चिने हो दुई तिन दिन भयो लाइभ बसेको के चिन्ने है थियो सुजन हेलो हेलो सुजन कलावती सम्झना चौधरी ओहो सुजनलाई त चिने जस्तो लाग्यो त यसो फेस हेर्दा हेलो हेलो सुजन हेलो सुजन कहाँबाट हुनुहुन्छ पक्कै पनि भलवाडीबाट हो क्या हो त्यस्तै लाग्छ के रे फेस हेर्दा चिने चिने जस्तो लाग्छ के रे भलवाडीबाट कहाँबाट हुनुहुन्छ हजुर भलवाडीबाटै हो हो त यसो मैले देखेको छु कि हजुरलाई कता कता त देखेको छु कता सुपौली कता आइराख्नुहुन्छ होइन र अँ सुपौलीतिर यसो घुमिराख्नुहुन्छ क्या हो म देखिरहेको छु कि हजुरलाई भोलितिर गइरहेको छु त्यही त यसो आफूले नै यसो चिने हेर्नु चिने चिनिन्छ। जस्तो त ला हो त नबोलेको मात्रै है त्यो के और हो दोस्त ड्युटीबाट गयो ना यार सबैले सबैले कहाँ फलो हुँदैन? गरिदिनु होला है कहाँबाट? each other। ना यार ड्यूटी है मैं अपने सब ड्यूटी में हम हूँ ड्यूटी में वो ड्यूटी में आइए पर बाट आई भूसाल घरे हो कि नहीं भूसाल भाई अरे मर गए रे भूसाल भाई कहाँ मर गए रे दादा रे के हो ब्रो अरे ते कहाँ मर गए ला दादा तू ड्यूटी तो मजा हुआ ड्यूटी चला था कहाँ गयो बटी अरे बहुत मजा आयो। कहाँ गई तार बाटी तार त्यार मजा हो जानु न चल जाए क्या मजा बाबा देखा था ये 300 दिन ड्यूटी यार अनि सुजन जी खाद नाश्ता वास्ता हो गया नाय होला अबे हो एकछिन में अभी भूख नहीं अच्छा लगा अच्छा बढ़िया बात बहुत है ठीक है अपन नाश्ता वास्ता खाए करल करे हम तो ड्यूटी में बाटी ड्यूटी हाँ ड्यूटी में बाटी बिरामी रहे बटले रहे बेटे इससे बैठ के लाइफ में टाइम पास करल जी कहाँ घर कहाँबाट? सुपौली हो हाँ सुपौली हो हम देखत देखत गतला रे नाय बोल गयो सही हो हो ते शिवक बाटी शिवक भांजा की कथी नहीं हो ना बाबू। हाँ वो ते सीधे चिल्ले बाटी हम से नहीं बोल के बारे में कहा अनि कहाँ हो हमर ड्यूटी हमार बुटवल आँखा अस्पताल बुटोला का अस्पताल कहाँ हो यार हस्पिटल लाइन बुटवल लाइन्स लाइन्स आँखा अस्पताल हो हॉस्पिटल लाइन्स हो फुलबारी साइड ये ए ए ए फुलबार साइडनिर हाम्रो भुषाल भाइले गजब ठाउँ लोकेसन बताइदिनुहुन्छ ल फेरि पनि एकचोटि हाम्रो लाइफमा बसेका साथीहरूलाई चाहिँ एकचोटि लाइफमा मेरो लोकेसन कहाँ हो एकचोटि पर जानकारी गराइदिनु पर्यो भुषाल भाइ अब हजुर हुँदै हुनुहुन्छ त चौधरी अब बताऊ न यार तिमीले बहुत राम्रोसँग बताउँछौ के एकदम मेन लोकेसन कहाँ हो ठ्याक्क एकदम ठ्याक्क हजुर त ल हजुर त लेजेन्ड हो नि त कुल्ला देखे कुल्ला न चढ़ावा तू ए कुल्ला देखे कुल्ला न चढ़ावा चाहे जब वैसे कर रहे काम क्या है बाटे चंद्रकांत चंद्रकांत वर्षा के हो चौधरी बिहान कितना बजे हो
ल ल 8 बजे होइ त हाँ कति 8 बजे हो दादा ये एंट्री करा था का हो दोस्त नास्ता अरे नास्ता खाइयो आज शनिबार हो ओटी कार्ड गरौँ न नास्ता खाइयो 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 विशाल भाइले नास्ता खायो कि नहीं मेरो नि भर्खर भयो भोलि कति बजे हो तिम्रो सम्राट भन्दा पनि स्मार्ट हो के हुनुपर्ने चाहिँ हेलो हुनुपर्ने चाहिँ यो तर भएन चाहिँ होइन गराउनु पर्यो के गराउनु पर्यो गराएपछि हुने हो के अब त्यही गर्नुपर्छ कि जस्तो छ हो लक्ष्मी गुप्ता वर्षा चौधरी ललिता केसी निरुताजी सबैले फलो गरिदिनु होला है फलो गरिदिनुहोस् हजुरहरू कहाँबाट हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ विशेष कमेन्ट पनि गरिदिनु होला है प्रदीप चौधरी विशेष कमेन्टहरू गरिदिनु होला काबिल दादा बोला हो क्या चुप पागल बा इतना सन्नाटा क्यों है भाई बाप दादा अनि सुजन दोस्त कहाँ बता हाल खबर और सुनावा बढ़िया बा यार कहाँ रही का पानी ये देखत बा बढ़िया है परल बढ़िया है परल अंजू बराई हमन अंजू बराई कहाँ से होना खास अंदर परिचय मिला तो बढ़िया रात की का भैरामा शायद वो बन गए सुतर ए अच्छा भैरव साइड बन गई ओहो ये तो एकदम बढ़िया बात हो बहुत हाम्रो भैरव साइड हो जाली की का नहीं अनि का नाम हो विशेष आपके शुभ नाम का हो वह अनुज भाई अच्छा एकदम बढ़िया एकदम स्वीट नाम बा अंजू बड़ई वाह गजब बढ़िया नाम बा और बोला जाए तो कहाँ अपने ड्यूटी में बाटिन्छ घर ही बाटिन्छ कहाँ बाटिन्छ खास राजा बाबू कुमार ए ड्यूटी में बाटिन्छ ल बढ़िया एकदम बढ़िया ड्यूटी में चाहिँ होइ चाहिए कहाँ करल त दादा इससे ड्यूटी नहीं करके पनि नहीं हुई कहीं के पनि नहीं हो तो फिर नेपाल में बड़ा गाह्रो बा अच्छा हो कि नहीं गणेश हो कि नहीं चाहे यदि कहीं पनि गणेश तेल खतरा हो कि हो ते हो हो अब गाड़ी से बात है तब नहीं सही बात हो सलीम नाउ हेलो सलीम नाउ अब्दुल हेलो अब्दुल कहाँ बैल छोड़ दे लाइफ में क्या कर बे जो तब का हम सटर गया था होती पानी में पड़ी भिजे कहाँ सटर कब हुआ अगर जानु परेन कहाँ सटर हो बता था पानी आएगा डॉक्टर कहाँ गिर गया यार एक विशाल भाई सब भाग्य ना आकृति चौधरी वेलकम आकृति चौधरी हेलो आकृति चौधरी अरे दादा काय भाग से बड़ा सब मिल हम तो ये नहीं बुझे थे चलो बढ़िया बात है भाई कौन यार बाबा अपन अपन टाइम शायद छुट्टी होने टाइम होता ही होगा नहीं छुट्टी वाले टाइम हो 3 बजे विशाल भाई हजुर एउटा गीतिया सुनाइदेऊ दादा हजुर एउटा गीत सुनाइदेऊ न यार
जसलाई गीत आउन त्यसलाई गीत सुनाइदियो क्या छ पुरै अरे अरे ऐसे कहा विशाल भाई हाँ ऐसे कहा तू आप गाऊ न आप मन्दिर महत्तो गुरु हेलो हेलो हजुरहरूले सबै फलो गरिदिनु होला जो कोही पनि मेरो लाइफमा हेर्दै हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै स्वागत र हजुरहरू कहाँबाट हुनुहुन्छ विशेष कमेन्ट पनि गरिदिनु होला र हजुरहरूले लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला हो त सब्स्क्राइब गर्नु मिल्दैन कि त्यो युट्युब च्यानलमा हो मेरो युट्युब लाइक कमेन्ट शेयर गर्नु होला सब्स्क्राइब गरिदिनु होला है ओहो अनि मेरो युट्युब च्यानल पनि छ ठ्याक्कै यही नामले युट्युबमा गएर पनि सब्स्क्राइब गरिदिनु होला विशेष हुन त मैले त्यति बोलेको मात्रै थिएँ कि कसैले पनि ल अहिले यत्रो लाइक आएको छु होइन कसैले पनि यहाँबाट फलै गर्दैन क्या मलाई के किन है त मेरो थोपडै नराम्रो हो क्या विशाल भाइ हो र त्यस्तै लाग्छ यार कसैले फलो गर्दैन क्या मलाई त्यत्रोजनाले हेर्छन् होइन तर गर्दैनन् क्या कस्तो रहेछन् के बरु हाई हेलो गर्नुहोस् बुटो ल्यान्ड आकाश तलमा आएर कुनै पनि प्रकारको सेवा सुविधाहरू चाहिएको छ डिस्काउन्टहरू चाहिएको छ म दिन्छु त हजुरहरूलाई फलो गरेको भए बढीमा गर्ने भनेको 100मा 80% मात्रै हो कि गर्ने भनेको त्यही पनि कुन्नी होइन त त्यही त यार कस्तो के मैले त गर्छु यार कति सबैले सपोर्ट गर्नुपर्छ भन्ने कुरा हो सपोर्ट इच अदर तर हुँदैन के यहाँ सरस्वती पौडेल हुनुहुन्छ उहाँले पनि मलाई फलो त गर्नुहुन्न मलाई 100 थाहा छ क्या त्यसरी इमोसनल ब्ल्याकमेल गर्नुपर्छ भन्ने कुरा जस्तो लाग्यो कि मलाई आज यो क्षणमा आएको मलाई त्यस्तो लाग्न लाग्यो कि मैले युट्युबमा कति भिडियोहरूमा हेर्थेँ कि आपको अपनी माँ की कसम इस चैनल को सब्सक्राइब करके जरूर जाना भगवान की कसम महादेव की कसम भन्छन् नि त्यही इमोसनल डाइलेक्टहरू चिप्काउनु पर्छ जस्तो छ के एलिना हुनुहुन्छ सुषमा हुनुहुन्छ उहाँहरूले पक्कै पनि मलाई फलो गर्नु होला मलाई थाहा छ अनि फलो नगरिसकेपछि कुराकानी नगरिसकेपछि मैले हजुरहरूले कसरी चिन्ने बुटो लाइन्स आकाश पतालमा आएर कुनै पनि प्रकारको समस्या हुँदा मलाई भन्ने म आएको छु यस्तो छ कुनै पनि प्रकारको हेल्प गर्नु परेको छ भने म हजुरहरूले गर्छु त हजुरहरूले फलो 24 घण्टा हजुरको सेवामा हो गयो कसरी हुन्छ ओ म त 24 घण्टा हजुरको सेवामा 24 घण्टा हजुरको सेवामा हैन हजुरको सेवा भन्दा पनि म देश र जनताको लागि चाहिँ 24 घण्टा तत्काल आफू चाहिँ उपस्थित रहने छु अलिक खराब भयो क्या डाइलेक्ट त होइन र हैन ठिकै हो सही भुषाल भाइले सपोर्ट चाहिँ जियोस् गर्छन् के विशेष सबैले यस्तै हाम्रो भुषाल भाइले जस्तै सबैले हजुरहरूले पनि सपोर्ट गरिदिनु होला विशेष होइन र भुषाल भाइ ल न ओके हुन त कोही छैन बोल्नु जस्तो कसैले बोल्नु मन लाग्छ भने आउनुहोस् माथि रमाइलो गरौँ म त एकदम फ्रेन्डली मान्छे हो नि कस्तो राम्रोसँग हो त कति फ्रेन्डली मान्छे हो म झन् सानोमा अझै फ्रेन्डली थिएँ सानोमा भेट्नु पर्ने है त्यो कृतिका मगर हेलो लभ यु जान फ्रेन्डली भएको नि राम्रो त हो त ओ लभ यु जान आछन् ल एकदम गजब लक्ष्मी कवर दिदी कता हुनुहुन्छ त घरतिर हुन्छ कि त गाउँतिर हुनुहुन्छ सबैले फलो गरिदिनु होला है सबैले फलो गरिदिनु होला कमेन्ट त कसैले गर्दैन के मैले देख्छु के कमेन्ट कसैले गर्दैन के हेलो लभ यु जान हेलो बोला होता नि त नि तन्ने भने धेरै बोल्दा शीतला अधिकारी हुनुहुन्छ सबैले फलो गरिदिनु होला है र हजुर कुन ठाउँबाट यो लाइभ हेर्दै हुनुहुन्छ विशेष त्यो कमेन्ट त गर्न सक्नुहुन्छ हजुरले फलो गर्दै फलो ब्याक दिइदियो अघि म त फलो ब्याक दिन्छु के 100% दिन्छु के लभ यु जान ल बोलिदिउँ न हजुर
होला हो कहाँदेखि हुनुहुन्छ हजुर आइला जात बाटो लियाना कथरिया हेलो लियाना कथरिया विशेष हजुरलाई नि हो अरे दादा बहुत बोली निकल रहा है गजब ए ल एकदम बढ़िया बिजी बिजी रहेको एकदम बढ़िया हो झन् राम्रो त बिजी भएको कान्छी कान्छी वाउ हेलो हेलो कान्छी कहाँबाट हुनुहुन्छ हजुर हेलो कान्छी हेलो हेलो हजुर 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 धेरै पछि कोही मेरो लाइभमा आएर यसरी बोलिदिनु भएकोमा धेरै धेरै धन्यवाद टाइम पास गरेर त के दिदी बिरामी छैन बस्नु कहाँबाट हुनुहुन्छ हजुर मान्छे आइग्यो नेपालबाट हो हजुर नेपालबाट हजुर ए नेपालबाटै हुनुहुन्छ है भन्न मैले विदेश भनेन त राम्रो हो नेपाल कुन ठाउँबाट हुनुहुन्छ म चाहिँ यहाँ कहाँ भन्छन् कपिल वस्तुनिरादेखि हो कपिल वस्तु ठ्याक्कै कुन ठाउँ है त्यो बरारा के बरारा बरारा कपिल भन्ने वस्तु बरारा पहिलोपटक सुने जस्तो लाग्छ के रे हुनुहुन्थ्यो कपिल वस्तु बरारा गएको हो राखो ऊ त म घुमिरहेको छु नि ऊ त म गइरहेको छु के तर अलि भ्यू पाएन क्या कता कता रहेछन् भन्ने कुरा हो ठिकै छ गएर नि मेसो पाइन्छ कहाँ नगएपछि कहाँ हो कहाँ हो एकदम खुसी लाग्यो गोर्सिङ्गे त थाहा होला हजुरलाई गोर्सिङ्गे थाहा छ गोर्सिङ्गे? एकदम थाहा छ हजुर थाहा छ त्यहीँनिर हो ए हो त है धेरै टाढा त नरहेछ धेरै टाढा त नरहेछ है कान्छी अरूसँग कुराकानी गरेर एकदम राम्रो खुसी लाग्यो अनि अरू सुनाउनुहोस् नास्ता खानुभयो खाइसक्यो ए नास्ता खानुभयो के नास्ता खानुभयो त नास्ता चाहिँ मोमो थियो है मोमो भेज मोमो चिकन मोमो पप मोमो कुन मोमो भेज खानुभयो मोमो त भेजै मोमो हेर्थ्यो हो त है भेज मोमो खानुभयो धेरै धेरै राम्रो भेज मोमो खानुपर्छ मैले त खाएन क्या भेज मोमो त के मनपर्छ त हजुरलाई होइन मोमो चाहिँ मनपर्छ तर चिकन मोमो चाहिँ मन पर्दैन भेज मोमो चाहिँ मेरो बेस्ट हो है चिकनै मन पर्दैन भनेपछि खान त खान्छु तर अब मोमोमा खै कसको मासु हाल्नुहुन्छ त्यही भएर मनै पर्दैन एकचोटि त्यहाँ नेपालगञ्ज खाँदाखेरि खै त्यो भपको के हो त्यही भएर धेरै जसो भेज खानुहुन्छ कि हजुरले भेज चाहिँ मेरो बेस्ट त्यो त भेज धेरै बेस्ट हो क्या हो त आफू पनि बचाउँ र अरूलाई पनि बचाउँ भन्ने सोचाइको साथ हजुरले भेज मोमो खाएको एकदम राम्रो धेरै राम्रो के त्यो किनभने त्यही भएर त भेज इज बेस्ट त्यही भएर त मैले भेज इज बेस्ट भनेको त आफूले चाहिँ दबाएर चिकन खाने अनि है हो त ल आजको लाइफ त धेरै रमाइलो भयो जस्तै छ त साह्रै रमाइलो भयो मलाई आज बोर लाग्यो तर आफूले दबाएर चिकन खाने अरूले भेज इज बेस्ट भन्ने होइन हो त विशेष भूषण भाइले केही हुन्न हो त तर खान पर्छ भन्ने कुरा हो क्या अब चिकन नखाएको पनि धेरै भयो धेरै भयो कति धेरै 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 कति धेरै धेरै तिहारमा नि खासै खाइएन ए तिहारमा नि खासै खाइएन त्यो त राम्रो हो नि अनि हाम्रो कान्छीको विशेष शुभ नाम के होला मेरो नाम चाहिँ आसमा चौधरी आसमा चौधरी कति क्युट नेम रहेछ नि वाह
नाम लिँदा पनि आसमा चौधरी। धेरै राम्रो। अनि आसमा चौधरीजी अहिले के गर्दै हुनुहुन्छ त? अहिले त केही नै म त्यत्तिकै सुत्या मोबाइल चलाएर बस्या। एकदम बढिया बात हो। मैले जिन्दगी कटाता भनेपछि हुन त हाम्रो थारू भाषा र उताको थारू भाषा अलिकति फरक होला के अरे होइन र? खै एकचोटि बोल्नु न आफ्नो थारू भाषा, नाम पनि सुनिहालौँ अब त कतिको फरक रहेछ भनेर। एकदम धेरै फरक बा। जमीन आसमान के फरक बा। जमीन आसमान की फर्क बा। खतरे बा कोई। खतरे फरक बा जमीन नहीं? आसमान के फरक त नहीं हुई। नहीं हुई। सच में नहीं हुई। नहीं हुई। अगर हो ही जाई तो हो जाई कलम अपन बात में तो एक ना एक ठेटे हो जाई। जरूर हो जाई। नहीं होते बढ़िया बात हो। अनि अपने तो अपने क्या करला? हम विशेष हमें तो रूपन नहीं खोली ये बुटवल के। ए अब त नचिक्कै के होते ढेर लंबे नहीं बाटिन जा यही बुटवल से विशेष साल कहाँ के हामी वो वैसे बुटवले के होने ओहर के आदमी भोजपुरिया बोलथन ना? भोजपुरी है नहीं प्योर थारू की का कैसा नहीं ओहर के आदमी ना बहुत जे बोलल का भोजपुरिया। अच्छा हमार थारू भाषा नहीं भोजपुरी लगता। और के मन इनके भाषा का बहुत मैसूरी बात हो इसे भोजपुरिया बोलेलन का और के ऐसे हो अब तो हन के चौहे जो भाषा में तातू लगत ने हमन के थारू भाषा में छौं तू अनि हो ऐसे से लगत का जैसे कहाँ जाता हो भात खैला कि नहीं हो यहाँ ते कहाँ खाना जाते खा होई लोग कथी कहर के आदमी खाना खा कथी हुई करत हो बाटो कति कारण बाटो आटा टुलो ऐसे लगत ने हमन के थारू गइल बट एक खैले बाटे कि नहीं खाली बाटे बैठल बाटे का करत बाटे किधर गइल बाटे? कैसे भाषा बोलेलन का और के के भाषा बोलेलन है होते अब जहाँ रहन सहन बा और वैसे सब हो जनन जाता के नाश्ता वास्ता हो गए कि नहीं हो रहा हो गेल दादा हमार ते तभी न हो गेल और है विशाल सर दुइये के हो बजे गए हो गइल हो गेल दादा हमन यही भूसाल अभी कितना बढ़िया थारू बोल रहे देखा वो ना बाभन है मोबाइल चार्ज करने में चार्ज लगा बोलो मीना नेपाली हुनुहुन्छ G+S फॉलो गरिदिनु होला अनि अब बोला हो कान्छी अरे आसमा जी से हुई है कांची कलर से अच्छा हाँ चाहे जति काहे पनि तुई होला नै रियल नाम कांची जोन कलर से हो गई सही बात हो एकदम बढ़िया बात हो अनि कान्छी जी ए आसमा जी हाँ बोलू है वही कहे परल हमारे यूट्यूब चैनल को फॉलो कर देना आप देखे परी देखा ये नाम बा धर्मेश भाईबर 01 कह के बात मिल जाए सब्सक्राइब जरूर कर देना मिल जाए रीता तो बट नहीं सब मिला भागो यूट्यूब पे वटरा यूज नहीं करते जाके यूट्यूब में जाके यूट्यूब में वटरा यूज नहीं करते का बट मैं फेसबुक और टिकटॉक खेल हो तो कोई बात नहीं यूट्यूब में जाके कह देम होते ऐसी बात हो का
आसमा जी अब हमन के अपनी इंटरेस्ट वैसा नहीं हो इंटरेस्ट दुनियादारी देखै नहीं चाहिए युट्युब खासै चलाउनु नहोला नि त हेर्नु होला हेर्नु होला तर ऐसा हो का जैसे कि वो इंटरेस्ट से नहीं चलायल जाली का वो अब 2-4 अथी हो जाई भविष्य में जाके न्यूज हो जाई मोनेटाइज हो जाई चैनल नहीं 2-4 पैसा आजी भन्ने कुरा मात्रै हो और कुछ नहीं हाँ इंटरेस्ट दुनियादारी नहीं हो ये लाइव बैठा थी देखा टिकटॉक में वो कौन रात से थोड़ा बैठा थी ये तो रहने लगा तब दुनियादारी बैठे मैले मोबाइल में चार्ज रहत और एमबी रहत दिन भर हा हाँ अब कौन है रात से बैठा कौन बाध्यता से बैठा हम तो बाध्यता से बैठा ली पाँच भविष्य में लीक हो जाई दुनियादारी हो जाई 2-4 पैसा आज ही भन्ने कुरा भाई मात्रै हो चश्मा देख्नु त एक डायलॉग मार्न याद आयो माइन्ड नगरे गाइस मारा 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 चश्मा लगाओ सर आपका क्या वाह 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 भूषण भाई वाह वाह भन वाह भाइ वाह हाँ, आगे आगे बोला असला नयाँ लेन्सहरू त आएन नि यार बहुत शोर कर रहा है नहीं सुन बुझ मिलता और आगे खाती होता ना रेड आइले को हम कहीं शायरी सुनाता मैं शायरी ना जानती हूँ गाइस सॉरी बट मैं शायरी के लिए तो सॉरी है शायरी मैं नहीं जानती हूँ अच्छा अच्छा कौन बात नहीं बा एक चुटकुले सुनाता दादा मैं कुछ नहीं जानती हूँ मौका नहीं है बात कहाँ जानता तो गीत गाई जानता नाचे गीत मैं नहीं जानती नहीं जानिए ना था मैं तो नहीं है बस मैं बना के बस पोस्ट कर देती है अरे बाप होता चलो बढ़िया बात सबके सब चीज आई भन्ने पनि नआई भने हाँ हो नि एकदम बढ़िया बात हो हाँ अनि भुसाल भाइ भुसाल भाइ के भुसाल सर के भूख लाग्यो त भुसाल भाइ आइटा भुसाल सर यही भाइ कहिदिनु भयो है पक्कै पनि भयो है के त मेरो पुगेल नहीं मैं छत बाटो म ते भर्खर 19 जना ओ झन् 15 वर्ष भयो कति हजुरको त्यो के भन्छ नि क्यामेरा खोल्नु त खै हेर न कति कोइएको रहेछ हजुरको त्यसो भने चाहिँ तिमीले पनि खोल्न पर्छ यहाँ म खाइरहेको छु कोही झुटा सुझा केही हुन्न के हुन्छ र ल हो त हो कि नै भुसाल भाइ हो हो भुसाल भाइले जे भने पनि हो भन्छन् कि फेरि कति ज्ञानी हो क्या कति साह्रो ज्ञानी एकदम राम्रो ज्ञानी एकदम मिठो ज्ञानी सबैभन्दा ज्ञानी यस्तो भन्दा अलिकति शायरी सुनाएको छु शायरी सुनाए जस्तो लाग्यो क्या एउटा सायरी सुनाउनु त एउटा खतरा छ ल ल ल सुन त ल ल सुन न त भुसाल भाइ बरु हजुरलाई आउँछ अहिले सुनाउनु न हेलो एडभोकेट फादर म त सुनाइहाल्थेँ मलाई आउँदै आउन नि के सुनाउनु बरु हजुरलाई आउँछ भने सुनाइदिनु हामी त खास आउँदैन हजुरले आउँछ भने एउटा सुनाउनु सुनिहाल्नु हामी यसो गर भुसाल भाइ च्याट जिपिटीमा जाऊ भर्खरै अनि बढिया वाला त्यो के भन्छ सायरी त्यो एउटा त्यो गरेर आऊ ल सुनाइहाल्नु ल ल के भुसाल भाइ छिटो के छिटो 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 यहाँ ढिलो भइरहेको सुन्न छिटो
छिटो पहिला छिटो पहिला छिटो पहिला छिटो पहिला गुरु छिटो पहिला गुरुबाट सुन्नु त पहिला अरे दादा त्यसो भए घरबे के भन्छन् घरबेता बेता भन्छन् कि घरबेटी होइन घरबेता भन्छन् नि घरबेटी हमें तो कुछ नहीं भी नहीं करता पहिला दादा गुरुको सुनाए पहिला गुरुको पाली अनि चेलाको पाली हाँ त्यही भन गुरु गुरु भन्दै गोरु भन्दै होला फेरि ठिकै छ होइन क्या होइन कम्ती नहीं बाटे भूषाल भाई इतना जब मलाई भने गुरु 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 कहते कहते गुरु गुरु के भन्छन् जातमा के भन्छन् नि गुरु गुरु होला नि चेला चाहिँ सक्कर होला नि चेला चाहिँ शंकर अरे बाप वैसा नहीं तो बहुत बढ़िया बात हुई हम कुछ ना आया तो शायरी वायरी दुनियादारी रुको एक छिन अच्छा हम ट्राई मारे थे ना कुछ कुछ चुटकिला ये राहुल थारू अरे कंप्यूटर ना एकला तो का भइल दादा का भइल हो का भइल रुको चैट जीपीटी से मस्त शायरी होती गई कि लिया थी सुनाई छे ऑफिशियल हेलो हेलो क्या देखा करना था अरे क्या लिखने लागल है बोला बोला कुछ कुछ बोला अभी शायरी आते नहीं अभी टाइम लग गया क्या और आता रही माता शायरी नहीं भूषण भाई हो कि नहीं हजुर हजुर हो कि नहीं आवाज बुझ्दैन आवाजै बुझोस् नबुझोस् तिमीले हो कि नै भन्दा हो भन्नै पर्छ के हो 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 नसुनिकन के हो भन्ने त हो भने नि भूषण भाइ उखान छौ भने त हो भन्नै पर्छ कि तिमीले हो भयो नि त भइहाल्यो हो त हो भने होइन भने होइन भन हो मेरो सर्ट गर्छ त हो यो त कुन गीतमा सुने जस्तो लाग्यो हो भने हो भन होइन भने होइन भन अरे दादा गजब ऐसन गजब ओ तिम्रो साउजी पनि अनलाइन छ नि त को साउजी हाम्रो सुजित दाइ के अन्त बोलावा हो कान्छी एक दुईजना घरसँग रिने ओरिने होइन है हजुरको साथीहरूलाई बोलाउनु न खोइ नहीं बात कैसे बोला कैसे बोले कहाँ अरे दादा हो बोलावा हो कैसे हूँ बोलावा ऑन नहीं बात अंते फोन कहिए भने बोलावा हमारा सब विदेशी विदेशी फ्रेंड बाटे के फिर अबे बुलाया तो छंग छंग बोल रहे हो बुझबे नहीं करवत रे वैसे भाषा में नहीं ना वो थक मार रहे बुला ली सब विदेशी विदेशी अरे दादा अरे दादा ये वो फॉलो नहीं कर रही हजुर दीदी हजुर होइन दिन जखन पेट डुब्बै भएको छ कति धेरै खाएर आएको थियो नास्ता मैले थुप्पा खाएर आएको थिएँ हजुर जाडो जाडो मौसममा एक्लै पार्टी गरिरहेको हाम्रो पार्टी दिने होइन त्यो पार्टी हुने आइथ्यो र नास्ता खाएको पार्टी के आइथ्यो र नास्ता खान पनि दुनिया आकृति चौधरी खै त कौन नि यार केन कैसन पंछी कान्छी खोज दे का एकछिन तोरी होस्ट दे का एकछिन समरी है समार ले बना मतलब होस्ट एकछिन होस्ट करेगा कैमरा खोल के होस्ट कर
क्यामेरा हो ते एक दुई झोक पोस्ट कहिदियो त कति भइजी भन्नु भूषाल सर कैमरा खोल दो। विशाल सर कैमरा खोल दो लास्ट लगाता तो चश्मा वो निकाल दो। कैसे खोलो कैमरा होगा वो चश्मा। स्क्रू ड्राइवर से खोले चश्मा लगाओ ना सरकार क्या गजब देखते हो चश्मा लगाओ सर आप चश्मा लगाओ ओहो गजब लाइव शो हो कहाँ गीत बजाता हो कहाँ गीत बजानु 2 मिनट है 2 मिनट 2 मिनटमा छौ 5 मिनटमा आउने होला माग्ने 2 मिनट 5 मिनटमा आउने कहाँ करल जा हो ऐसा रमन के संग रियो कहाँ गेल दादा इतना घंटा सटर तान पर रह गेल की का बुलाओ अपने संगरीवन के। अरे दादा कौनो नहीं बाबू ऐसा भाग बजाना सब मिल एक भी नहीं करना का कर पाओ इसमें से कौनो नहीं याद अनीता दंगोरिया आगमन नेउखाने फलो गरिदिनु होला ओके गाइस मैं जैतूना या ला आसमाजी फिर पाछे बोलल जाई ठीक बा बोलाई था आएन ल विशाल भाइ सम्बन्धको लामो लाइन जरुरत छैन मलाई बस एउटा होस् जो हजारौं बराबर होस् सानोतिनो कुरामा मन नदुखाएकै राम्रो किनकि यसले फाइदा हैन घाटा चाहिँ गर्छ चाहेको चिज पाउन नसकियोस् तर पाएको चिज गुमाउन नपरोस् मिलेको जोडी त केवल जुत्ता र चप्पलको मात्र हुन्छ बाँकी त सब मनको भ्रम कैसे बढ़िया अरे बाप रे दादा एकदम बेस्ट बढ़िया कहाँ से मिलन दादा ऐसा त हुँदैन तर पनि कहिलेकाहीँ यस्तो थप्पड लगाउँछ कि पुरा जीवन याद रहन्छ आफूलाई परेको छैन भने मान्छेहरूले अरूको समस्या कहिले बुझ्न सक्दैन अचम्म छ हाम्रो समाज मान्छेलाई हेला गर्छन् अनि ढुङ्गालाई पूजा गर्छन् रिसले होइन दिमागलाई ठन्डा बनाएर अगाडि बढ्ने हो जिन्दगीमा अनि मात्र सफलता भेटिन्छ धेरै समय तपाईँ टाढा हुनुभयो भने मान्छेहरूले अर्को खोज्छन् तर तपाईँको खोजी कसैले गर्दैन जिन्दगी कहिले समाप्त हुन्छ थाहा छैन तर पनि भन्छु जिन्दगीभर साथ दिन्छु म एक्लो भएको होइन समय अनि राम्रो होइन कडा छ तितो छ तर यथार्थ छ भन्ने कुरा हो क्या अर्को बजाइदिउँ नहीं मोबाइल दादा वो कान से खोजत रहे हम थोड़ा खोजत रहे आसमा जी खोजत रहे आसमा जी तो पड़वे नहीं दिखाइला तू दिखाइला थोपड़ा समस्या पर्दा नलजाए मसँग कुरा गर्दा you want not अरे दादा ही का हो आज कतिजना मान्छे आयो आज आज 2-3 जना 2-3 जना ल भूषाल भाइ एकछिन अफ जानु पर्यो एकछिन आउनु पर्यो क्या ओके ल टुकाम गाना फलो गरिदिनु होला
ल है भुषाल भाइ फेरि बोलाउँदा ल आऊ है ओके ओके सेयर गर्नु न मलाई त